टिडीएस भनेको कता कता सुनेको तर कन्सेप्ट नै केही नबुझेको अवस्था हुन सक्छ तपाईहरुमध्ये धेरैको। एज अ सीए स्टुडेन्ट मैले चाहिँ आफूले बुझेको कुरा तपाईहरु सबैलाई सजिलो तरिकाले बुझाउन पाऊँ भन्ने मेरो कोसिस हुन्छ सधैं। सो आउनुस् आजको यस भिडियोमा मैले टिडीएस भनेको के हो, यसको टाइप्सहरु के रहेका छन्, एक्जाम्पल सहित बुझाउने छु। टिडीएस जसको फुल फर्म ट्याक्स डिडक्टेड एट सोर्स हो र नेपालीमा स्रोतमा कर कट्टी भनिन्छ। अब के को स्रोतमा कर काट्ने हो भन्दा इन्कमको स्रोतमा काट्ने हो। तपाईले कुनै पनि माध्यमबाट इन्कम गर्दै हुनुहुन्छ भने त्यो मेन सोर्स जुन छ जसले तपाईलाई पैसा दिनेवाला छ उसले नै सर्टेन पर्सेन्टेज ट्याक्स काटेर मात्र बाँकी पैसा तपाईलाई दिने गर्छ र त्यो जुन ट्याक्सको लागि काटेको पैसा छ उसले त्यसलाई टिडीएस भनिन्छ र त्यो अमाउन्ट त्यो टिडीएस काट्ने मान्छे जसलाई विथड्रअर पनि भनिन्छ उसले चाहिँ अर्को मन्थको 25 गते भित्रमा बुझाइसक्नु पर्ने हुन्छ आईआरडीमा। टिडीएस विशेष गरी कुनै सर्भिस, इन्ट्रेस्ट, रेन्ट, रोयल्टी, डिभिडेन्ड, कन्ट्र्याक्चुअल पेमेन्ट र इन्स्योरेन्स पेमेन्ट गर्दा काट्ने गरिन्छ। सबै टपिकको लागि टिडीएस रेट चाहिँ फरक रहेको छ। टिडीएस को कन्सेप्ट बेसिकली कसरी इन्कम गर्दैछ भने त्यहीबाट ट्याक्स उठाइहालन् सो दैट पछि त्यो इन्कमलाई लुकाएर ट्याक्स छल्ने काम नगरोस् कुनै पनि मान्छेले भन्ने एमका साथ चाहिँ इभल्भ हुँदै आएको हो र अहिले आएर अब टेक्नोलोजीको एडभान्समेन्ट हुँदै गएको भएर टिडीएस पनि इलेक्ट्रोनिकली फाइल गर्ने सुविधा चाहिँ आएको हो। यो एडभान्समेन्ट विशेष गरी 2011-12 बाट सुरु भएको हो र अहिले आएर सबै कर्पोरेट सेक्टरहरुलाई यी टिडीएस फाइल गर्नुपर्ने कम्पलसरी बनाइएको छ सो दैट सबै ट्याक्स पेयरलाई एक्सेसिबल हुने भयो, टाइम कन्ज्युमिङ हुने भएन, घाममा लाइन लागेर बसिराख्न परेन ट्याक्स अफिसमा गएर एन्ड अरु धेरै बेनिफिटहरु रहेकै छन् जो तपाई आफैले पनि फिल गर्न सक्नुहुन्छ। अब कुरा गरौं एडभान्स टिडीएस र फाइनल टिडीएस को कन्सेप्टको बारेमा। टिडीएस लाई पनि एडभान्स र फाइनल टिडीएस गरी दुई पार्टमा डिवाइड गरिएको छ। एडभान्स टिडीएस भनेको तपाईको फाइनल ट्याक्स लायबिलिटी थाहा नभए पनि त्यो इन्कम ट्याक्सेबल नै हो भनेर काटिन्छ र पछि तपाईले इन्कम ट्याक्स रिटर्न फाइल गर्ने बेलामा चाहिँ ट्याक्स लायबिलिटी जति आउँछ त्यसबाट फेरि त्यो पहिला अरूले जुन टिडीएस भनेर हाम्रो तर्फबाट गभर्नमेन्टलाई बुझाइदिएको छ त्यो चाहिँ हाम्रो लागि टिडीएस रिसिभेबल हुन्छ र यसलाई चाहिँ घटाउन पाइन्छ हाम्रो ट्याक्स तिर्नुपर्ने अमाउन्टबाट। तर ट्याक्स तिर्नुपर्ने अमाउन्ट भन्दा टिडीएस रिसिभेबल बढी आयो भने चाहिँ जति एक्स्ट्रा अमाउन्ट बच्छ टिडीएस रिसिभेबलमा त्यसको रिफन्ड पनि हामीले पाउन सक्छौं। र अब कुरा गरौं फाइनल टिडीएस को। फाइनल टिडीएस भनेको त्यो टिडीएस हो जुन चाहिँ हाम्रो फाइनल ट्याक्स लायबिलिटी नै मानेर काटिन्छ। मतलब कि जुन इन्कममा फाइनल टिडीएस काटिएको छ त्यो इन्कम हामीले पछि ट्याक्स रिटर्न फाइल गर्दा फेरि इन्कममा इन्क्लुड गर्नु पर्दैन र फाइनल टिडीएस भनेर काटेको अमाउन्ट पनि हामीले जुन फाइनल ट्याक्स रिटर्न फाइल गर्दा आउने ट्याक्स लायबिलिटी हुन्छ हाम्रो त्यसबाट घटाउन पनि पाइदैन। सो फाइनल टिडीएस मेनली डिभिडेन्ड इन्कम, रोयल्टी इन्कम, लटरी विनिङ्स जसलाई वाइन्डफल गेन पनि भनिन्छ र इन्स्योरेन्स म्याच्युरिटी पेमेन्ट्सहरुमा काट्ने गरिन्छ। आजको लागि यति नै, हस्त धन्यवाद।